So what's up everyone? आज चाहिँ मान्टी हजुर आज चाहिँ हामी क्यासल जाँदैछौँ यो नामको अनि यताबाट चाहिँ हाम्रो बजु हुनुहुन्छ हेलो बजु हेलो बजुको आउटफिट चाहिँ यस्तो छ ल बजु तपाईले माथिदेखि के लाउनु भएको भन्दै जानुस् त ए माथि मैले चस्मा लगाएको छु अनि त्यहाँ कि सरल लगाएको छु ज्याकेट लगाएको छु जामा लगाएको छु सक्स लगाएको छु झोला बोकेको छु आम्मा घुम्नुको लागि बजु घुम्नको लागि हिँडेको मिखु आएको बेलामा मिखुले घुम्नु लाने भयो या हिँडेको खुसी भएर इन्जोय गर्दै जाने नमस्कार जानु एकदम रेडी छौ त्यसै गरी उता आन्टी र अङ्कल पनि रेडी भइसक्नु भयो अङ्कलको आउटफिट पनि एकदमै राम्रो यस तर अलिकति डार्क भयो यहाँ ल अङ्कल प्लिज टप टु बटम कति के लाउनु भइरहेको छ हजुरले पोलोको बम्बर यो चाहिँ नभन्नु होला two good son. This is just Bosch. I got Polo over here. Polo man. And me myself. अङ्कल पनि एकदमै आउटफिट मिलाएर रेडी भइसक्नु भयो त्यसै गरी उता प्रिस्किला आन्टी पनि रेडी भइसक्नु भएको छ उहाँको चाहिँ अहिले पछि खिचौँला ल आन्टी हजुरको पालो आउटफिट अफ द डे प्लिज डिस्क्राइब योर आउटफिट फ्रम टप टु बटम Cardigan from Zara. यस Dress from H&M. Shoes from Clarks. And my bag is, I don't know how to pronounce it, but this is, I don't know. देख There is a big logo somewhere. Oh, here is. बोक्नु पर्दैन ओके Longshan, something like that, but I don't know how to pronounce it. आन्टीको जुत्ता चाहिँ पक्का हाम्रो करेक्ट खेल्ने जुत्ता जस्तै छ हाम्रो भन्दा टर्केको छ I forgot to show you something. I don't know. Shades. Wow. एकदम राम्रो भएर हिँड्नु भएको छ आन्टी बजु अङ्कल चाहिँ पछाडि जुत्ता लगाउँदै हुन्छ अब हामी बाहिर निस्किन्छौँ Honey, I'm going to wear Good Girl Original. वाउ के हो आन्टी जुत्ता जस्तो छ त जुत्ता हो जुत्तालाई चाहिँ ओ पर्फ्युम पो रहेछ यो लाग्यो हामी चाहिँ अहिले ट्याक्सीमा बसिसक्यौँ अङ्कलले उबर बोलाउनु भएर एकदमै क्विक इजी होइन अगाडि चाहिँ बजी बसिरहनु भएको छ अब अबाउट कति टाइम जस्तो पुगिन्छ त आन्टी अङ्कल टाइम देखाउँछ ओके या 16 म चाहिँ यहाँ अगाडि उयो चाहिँ बस्छ त्यहाँ बस्छु नत्र भएदै चाहिँ हिँडेर जान्छु आन्टी चाहिँ एकदमै यो बाटो खाइसक्नु भएको हो मेरो पाइला मात्रै छ अब हिँडेको वेदर चाहिँ अलिअलि विन्डी प्लस रेनी छ पहिलेको यता माथि काम गर्थेँ यहाँबाट परबाट आउँथेँ 2 hours later. हामी चाहिँ आइसकेका छौँ कहाँ आयौँ आन्टी हामी विजर क्यासल यस अब हामी माथितिर जानेछौँ मान्छेहरू पुरा भिड रहेछ अब उताबाट जानुपर्छ जाउँ बजु यता जाउँ आउँ बजु
बजु र म यहाँ सँगसँगै छौँ हात समातेर नाति बजु के अरे मेरो आर्मी कार्डले भित्र घुम्नु जानु पाइन्छ भन्ने आश ल्याएको छु त्यसरी जानुपर्छ 4टा कार्ड दिएर अब छिर्ने हो मिसिङ एन्ड होला या तर दाइ चाहिँ अब कामले दामी छ 20 minutes later. मेरो MUD-19ले 4वटा टिकट लिनु चाहिँ मिल्यो सक्सेसफुल्ली एकदमै पैसा बाँच्यो है यस्तो रहेछ यहाँ चाहिँ हामी यस्तोरी अब यसो टुर घुम्छौँ चाहिँ पुरा हेर्दैछु के भन्नु तर चाहिँ राम्रै छ अगाडि हिँड्नु छ अङ्कल चाहिँ यहाँ कहाँ छिर्सक्नु भएछ हेलो छुट्टै फोटोसुट चल्दैछ यहाँ एस्थेटिक बजु पनि है जस बिस्तारै इन्जोय गर्छौँ पानी पनि सिम पर्दैछ ठिकै छ जस होइन बजु के हो ठिक छ वेदर एकदम राम्रो छ आज त है शीतल शीतल चाहिँ शीतल छ हजुर रानी अब गार्डन आउने यस्तो गर्ने जनतासम्म हेर्न दिने क्या उनीहरूलाई उनीहरू कस्तोमा बस्छ भनेर कस्तो लोयल जस्तो है हजुर यो चाहिँ गार्डन यस्तो हुन्छ है बगैँचा रानीहरूको बगैँचा यहाँ हाम्रो अर्को रानी हुनुहुन्छ हेलो ओके देखिँदैन होला यो मुनिको भन्नुभएको यति खिचिहाल्छ नि न बजु हेलो हेलो कति चुई हुन्छ ओन्ली 4x खेल्दै रहेछ यतातिर जान्छ हामी पहिलेको क्याननहरू रहेछ के भइरहेको छ त आन्टी बोलेर बसिरहेको छौँ हामीले चाहिँ तर पनि एकदम मजा लागिरहेको छ कस्तो दामी बनाएको पहिलेको यो ऊहरू माथि डाँडामा माथिबाट सारा उसको देशको ऊहरू हेर्नुहोस् भनेर दामी वी आर सो ह्याप्पी चान्स पायौँ मिखालले आर्मी भएकोले गर्दाखेरि हामी फ्रीमा 28 पाउन्ड 3 गर्दाखेरि कति भयो अब चाहिँ हामी त्यहाँ छिर्नुको लागि क्युमा बसेको छौँ भित्र बढी जान्छ अरे अझै पछाडि आएको छ यस्तो रहेछ यहाँ अर्कोपट्टि त्यहाँ बन्दुकहरू रहेछ
2 hours later. हामी चाहिँ त्यहाँबाट घुमेर अहिले निस्किसक्यौँ तर अनफर्चुनेटली अलिअलि पानी परिरहेको रहेछ त्यही भएर साथ आउनु परिरहेछ त्यही भएर अगाडि बोजू र अङ्कल आन्टीहरू पनि हुनुहुन्छ अब चाहिँ हामी बिस्तारै बाहिरतिर निस्किन्छौँ है Few inches later. हामी चाहिँ एक्जिटबाट निस्किसक्यौँ अघि हामी छिरेको बाटो चाहिँ उत्यो हो अनि अहिले चाहिँ अब हामी निस्केर बाहिरतिर जाँदैछौँ टाउन चाहिँ यस प्रकारको छ है क्यामेरा अलिअलि पानीले कुट्दैछ तर केही हुँदैन होला जोस् राम्रै भयो भिडियो चाहिँ गर्नु पाएन है किनकि दिँदैन रहेछ नभए त राम्रो खिच्थेँ म Eventually. हामी कहीँ पुग्यो आन्टी हामी चाहिँ विन्जर क्यासलको बाहिरपट्टि न्यान्डुजमा भोक लागेको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अब खानाहरू चुज गर्दैछौँ यस भित्र चाहिँ अलिक वार्म रहेछ र मैले र अङ्कलले चाहिँ ज्याकेट फुकालिसक्यौँ अब खाएको हेर्नुहोस् सो गाइस हामी चाहिँ खाना वेट गरिरहेछौँ र सबल चाहिँ अर्डर दिनु जानुभएको छ किनभने यहाँनिर त्यो वेटर बोलाउने सिस्टम चलेन आन्टीलाई चाहिँ बोर लागिसक्यो पानी परेर मात्र नभए चाहिँ ठिकै छ Meanwhile. भिजा फेरि आयो ल भ्लगलाई हेलो गर्दै तको इन्ट्रोडक्सन दिनु पर्यो नि त नि यार यहाँ यो चाहिँ आरटिजी हो रेमो द गेमर आज कहाँबाट यसले कल गर्यो है जस फ्री भएर गरेछ ठिक छ Later. अब चाहिँ हामी खाना सुरु गरौँ है आन्टी अब चाहिँ हामी खान्छौँ हेर्नुहोस् होला सो गाइस हामीले चाहिँ यति धेरै खाइसक्यो तर एकदम मिठो रहेछ 8 out of 10 विङ्सहरू खनाउनु ख भनेको सुनेको मकै अब खाएर अब हामी यहाँदेखि हामी मुभ हुन्छौँ फाइनली हामी गाडीमा चढिसक्यौँ अब फेरि हामी ब्याक टु आवर बङ्गला हो पुरा पानी परेको छ अहिले चाहिँ 3 hours later. Can you move it along? I'm all out of time cards. फाइनली हामी फेरि आइसक्यौँ हाम्रो घर एकदमै भिज्दै भिज्दै आयौँ है ठिकै भयो ल अब आजको लागि यति नै होपफुली राम्रै भयो होला